हेलो गाइज, आज चाहिँ मैले यो ल्यापटपमा चाहिँ यो ठुलो मोनिटर चाहिँ जडान गर्न गइरहेको छु के यो ल्यापटपमा चाहिँ यो मोनिटर चलाउन सकिन्छ कि सकिँदैन। जुन यो ल्यापटपमा चलिरहेको छ के यो मोनिटरमा पनि देखाउन सकिन्छ कि सकिँदैन, यो चाहिँ म आज ट्राई गर्नेवाला छु। र यो ल्यापटपमा चाहिँ यहाँ चाहिँ HDMI पोर्ट चाहिँ रहेछ र हाम्रो यो मोनिटरमा पनि चाहिँ HDMI कनेक्टर छ, जस कारण चाहिँ मलाई लाग्छ यो काम गर्नुपर्छ। र म चाहिँ अब यो HDMI कनेक्टरलाई चाहिँ ल्यापटपमा जोड्दैछु है। अब यो मोनिटर यता सार्दिउँ र अब म जोड्छु। यो काम गर्नुपर्ने हो। कनेक्ट भइसकेको छ र अब एकैछिनमा हेर्नेवाला छौँ। मेसेज के आयो कि हो, नोटिफिकेसन आएछ र अब यो पनि जोड्नेवाला छौँ हामी एकैछिनमा। हेर्छ र अर्को योमा चाहिँ एउटा सकेट मात्रै छ यहाँ चाहिँ, त्यसै कारण चाहिँ यो चाहिँ ल्यापटपमा कनेक्ट छ र त्यसैले अर्को कनेक्टर चाहियो यहाँ, त्यसैले चाहिँ योमा पनि करेन्ट आइरहेको छ र म चाहिँ यो यहाँमा जोड्छु। यो पनि जोडिसकेको छ, यता करेन्ट आइसकेको छ यहाँ। ओ माई गॉड, योमा पनि देखाइसकेको छ गाइज। ओ माई गॉड, यो मोनिटरले पनि काम गरिसकेको छ र हेर्न सक्नुहुन्छ यहाँ जे चलिरहेको यहाँ पनि देखिरहेछ गाइज। हजुरहरूसँग पनि यस्तै पुरानो मोनिटर छ भने चाहिँ यस्तो काममा चाहिँ युजमा लिन सक्नुहुन्छ हजुरले है। यो चाहिँ यो कनेक्टर छ नि, यो चाहिँ पिसीमा मात्रै हुन्छ, यो लाग्छ होइन। पिसीमा चाहिँ यो यस्तो किला जस्तो काम गर्छ, यो घुमाएर चाहिँ टाइट हुन्छ, तर योमा त्यसले काम गर्दैन, योमा कुनै होल हुँदैन होइन। तर ल्यापटपमा चाहिँ लाग्दो रहेछ। हजुरको पनि HDMI पोर्टको सिस्टम दिएको छ भने ल्यापटपमा मोनिटरलाई कनेक्ट गर्न सक्नुहुन्छ। मैले अघिनैदेखि एउटा कुरा नोटिस गरेँ, मैले HDMI भनिरहेको छु तर यो VGA केबल है, VCA हो कि VGA हो केबल हो है, मैले चाहिँ बिर्सेँ। अघि नै चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ देखिरहेछ। HDMI पोर्ट चाहिँ अर्को हुन्छ, मैले बिर्सेँ सरी ल। HDMI पोर्ट चाहिँ यस्तो हुन्छ खासमा, हेर्न सक्नुहुन्छ यस्तो खालको HDMI पोर्ट हुन्छ, तर मैले चाहिँ सरी अघि नैदेखि चाहिँ HDMI पोर्ट भनिरहेको थिएँ, तर होइन यो चाहिँ VGA पोर्ट हो खासमा। म चाहिँ अलि बिर्सेको थिएँ, अहिले याद आयो ठिक्क। हेर्न सक्नुहुन्छ यहाँ। र अब मलाई चाहिँ जो सजिलो होला जस्तो छ, जस्तो कि एकापट्टि मैले हेर्न सक्छु होइन, एकापट्टि मैले चलाइरहेको छु। अब यसैलाई चाहिँ उतातिर पल्टाएर चाहिँ जे होस् मुभीहरू हेर्न सक्छु जस्तो लाग्छ। अब चाहिँ हेर्न सकिन्छ होइन, सजिलो हुन्छ। यो चाहिँ अलि फोर्स है, क्वालिटी हुने हो यता जस्तो देखाइरहेको छ, यता पनि त्यस्तै नै देखाइरहेछ। अब म चाहिँ हल्का हाई क्वालिटी गर्छु, तर अलि ल्यापटप चाहिँ हल्का ल्याग चल्छ, त्यसैले चाहिँ हल्का क्वालिटी बढाइदिउँ। हेर्नुहोस् यो घुम्न लागिसकेको छ, किनकि यो धेरै नै लो एन्ड पिसी हो भनौँ, लो एन्ड ल्यापटप हो। हल्का क्वालिटी बढाउने कोसिस गर्दैछु म। 144p 360p मा। अब चाहिँ अझै गाह्रो पर्छ यसलाई चाहिँ। ल अब धेरै नै क्वालिटीमा सुधार भइसकेको छ होइन। वा के दामी देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। यो कुनै फेक होइन, यो चाहिँ रियल नै हो। अब चाहिँ म चाहिँ यसलाई अब चाहिँ डेली रूपमा युज गर्छु होला जस्तो लाग्छ, किनकि
गर्छु होला भन्नको कारण चाहिँ यो यहाँ एउटा मात्रै पोर्ट छैन मेरो यहाँ घरमा चाहिँ। अब चार्ज पनि लगाउनु पऱ्यो, त्यो हिसाबले चाहिँ चलाउन सक्छु कति बेला। अब प्रायः जस्तो चाहियो भने अब चलाउन सक्छु। तर राम्रो हुँदो रहेछ यार। ठ्याक्क मैले हेरिहालेँ कि भिजिए को पोर्ट रहेछ। कनेक्ट गरेर हेरौँ न त, भिडियो बनाउँ न त भनेको। हेर्न सक्नुहुन्छ काम गरिसकेको छ। र यो मेरो भिडियोमा कुनै सुधार गर्नुपर्छ भने चाहिँ मलाई चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। मैले यस्तै खालको भिडियोहरू बनाउँदा कस्तो सुधार गर्दा मलाई राम्रो होला, कस्तो चाहिँ खालको भिडियो हेर्न मन छ हजुरलाई कमेन्ट गर्न सक्नुहुन्छ हजुरले।